अन्यगास्यो नमस्ते साथीहरु म कोरियन भाषा प्रशिक्षक दुर्गा तिवारी आज पनि म तपाईको अगाडि च्याप्टर 26 को इसिप युक्वा को च्याप्टर वाइज मिनिङ दिएर आएको छु। यहाँहरुले हाम्रो मिनिङलाई नियमित रूपमा हेर्नु होला र अध्ययन गर्नु होला। हामीसँग नियमित रूपमा जोडिनु होला। च्यानललाई लाइक, कमेन्ट, शेयर, सब्स्क्राइब गरी जोडिनु होला। अन्य साथी मार्फत पनि पुर्याउनु होला। भन्दै सुरु गरौँ आजको च्याप्टर 26 है, इसिप युक्वा है। च्याप्टर 26 मा छौं आज। हेर्नु त, छुग मुनवा आवासीय संस्कृति, छुग मुनवा आवासीय संस्कृति, येर नारा विभिन्न देश, येर नारा विभिन्न देश, उम्सिक मुनवा खानाको संस्कृति, उम्सिक मुनवा खानाको संस्कृति, फिग्यो हादा तुलना गर्नु, फिग्यो हादा तुलना गर्नु, छिबुङ छाना छानो, छिबुङ छाना छानो, मादाङ आँगन, मादाङ आँगन, थेबुन मूलगेट, थेमुन मूलगेट, थाप बार पर्खाल भित्ता, थाप बाल पर्खाल भित्ता अथवा फ्यक पनि भन्छ भित्तालाई, फ्यक है। मारु पिँढी भुइँको भुइँ अथवा काठको भुइँ, मारु पिँढी भुइँ अथवा काठको भुइँ, फाङमुन कोठाको ढोका, फाङमुन कोठाको ढोका, भ्रमण, ओन्दोल जाडोमा घर तताउने प्रणाली सिस्टम, ओन्दोल जाडोमा घर तताउने सिस्टम, फाङफादाक कोठाको भुइँ, फाङफादाक कोठाको भुइँ, फेरान्दा बारदली बरन्डा, फेरान्दा बारदली बरन्डा, खसिल बैठक कोठा, खसिल बैठक कोठा, हेनग्वान प्रवेशद्वार, हेनग्वान प्रवेशद्वार, हेनग्वानमुन प्रवेशद्वारको ढोका, हेनग्वानमुन प्रवेशद्वारको ढोका, आफाथु अपार्टमेन्ट, आफाथु अपार्टमेन्ट, थापथाप हादा उकुसमुकुस हुनु, थापथाप हादा उकुसमुकुस हुनु, माउमे थुल्दा मन पर्नु, माउमे थुल्दा मन पर्नु, नानबाङ कोठाको न्यानो बनाउनु, नानबाङ कोठा न्यानो बनाउनु, थुल्ल फोदा वरिपरि हेर्नु, थुल्ल फोदा वरिपरि हेर्नु, हानोक परम्परागत घर, हानोक परम्परागत घर, सोफा 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 सोफा, पाल्लेरुल नल्दा लुगा सुकाउनु, पाल्लेरुल नल्दा लुगा सुकाउनु, खाजोकिरी परिवार बीच अथवा परिवारभित्र परिवारसँग, खाजोकिरी परिवारसँग, एगिरुल हादा कुरा गर्नु, एगिरुल हादा कुरा गर्नु, हयोङ हादा अनुमति लिनु, हयोङ हादा अनुमति लिनु, नुप्ता पल्टिनु, नुप्ता पल्टिनु, फिगोन हादा थाक्नु, फिगोन हादा थाक्नु, ह्वाबुन गमला, ह्वाबुन गमला, ओम्गिदा सार्नु ओसार्नु, ओम्गिदा सार्नु ओसार्नु, थुदा राख्नु, थुदा राख्नु, खुगेङ हादा अवलोकन गर्नु, खुगेङ हादा अवलोकन गर्नु, नामु रुख, नामु रुख, नानबाङ घरको बीचको मुख्य कोठा, सरी आनबाङ है, नानबाङ होइन, आनबाङ घरभित्रको मुख्य कोठा, फाङछान साइड डिस्क, फाङछान साइड डिस्क, छत्काराक चपस्टिक, छत्काराक चपस्टिक, सुत्काराक चम्चा, सुत्काराक चम्चा, खुक झोल, खुक झोल, थाप भात, थाप भात, काक्तुगी मुलाको टुक्रा बनाएको अचार, काक्तुगी मुलाको टुक्रा बनाएको अचार, खिम सुकेको समुद्री लेउको परिकार, खिम सुकेको समुद्री लेउको एउटा परिकार हो, सेङसन खुई पोलिएको माछा, सेङसन खुई पोलिएको माछा, सेङ्गिल जन्मदिन, सेङ्गिल जन्मदिन, छङ्वल्दे फरुम चन्द्रमा पात्रो पहिलो पूर्णिमा, छङ्वल्दे फरुम पुनः चन्द्रमा उदाउने पहिलो दिन, ओखोत्फाप
5 प्रकारको अन्नको भात। ओकोतफाप भनेको 5 प्रकारको अन्नको भात। थोङजी साथीहरू, मन मिल्ने साथीहरू, थोङजी मन मिल्ने साथीहरू, फाप्छुक फाप्छुक रातो भट्टमासको जाउलो, फाप्छुक रातो भट्टमासको जाउलो, फोङनाल गर्मीको सबभन्दा गर्मी दिन, फोङनाल गर्मीको सबभन्दा गर्मी दिन, सामगेथाङ सिङ्गै कुखुराको झोल परिकार, सामगेथाङ सिङ्गै कुखुराको झोल परिकार, एजन पहिले धेरै अघि, एजन पहिले धेरै अघि, फोखु काँटा चम्चा, थुकबेल हादा विशेष हुनु, थुकबेल हादा विशेष हुनु, नाल दिन, सेङसनोइ काँचो माछा, सेङसनोइ काँचो माछा अथवा माछाको स्लाइस, छुक खीर अथवा जाउलो, थेजप हादा सेवा गर्नु, खाना परोस्नु अथवा चाहिँ तयार गर्नु, थेजप हादा तयार गर्नु, खेलवा नतिजा, यजिरा जारी रहनु जोडिनु, यजिरा जारी रहनु जोडिनु, तकबोगी मसलेदार चामलको केक, तकबोगी मसलेदार चामलको केक, हान्गा हादा फुर्सदिलो हुनु, हान्गा हादा फुर्सदिलो हुनु, छिखिन चिकन, खेइखु केक, खुक्सु चाउचाउ थुप्पा, खुक्सु चाउचाउ थुप्पा, खेरोन्सिक विवाह पार्टी, येजल शिष्टाचार, यही अपवाद, छुङगाङ केन्द्र मध्यभागमा, फेरि आधा ध्यान दिनु, सहानुभूति देखाउनु, फेरि आधा ध्यान दिनु अथवा सहानुभूति देखाउनु, सुज चम्चा चपस्टिकको सेट, आरएस साराम उमेर कम भएको मान्छे, आरएस साराम जुनियर, उच साराम भनेको सिनियर है, अरुण वयस्क, माछिरा सकाउनु समाप्त गर्नु, नाइफु चक्कु, थेसिन सट्टा, थोङसी त्यही समयमा एकै समयमा, थुल्दा उठाउनु बोक्नु, खेइनफेल्लो व्यक्तिगत रूपमा, नानुदा बाँड्नु, चिगे सुप, चिम स्टिम गरिएको खाना, छप्सी थाल प्लेट, अन्ता राख्नु, सिप्ता चपाउनु, साल हेजिमेन जाडो भए तापनि, साल हेजिदा जाडो भए तापनि, चिसो भए तापनि, सुरी मर्मत, नल्दा चौडा हुनु, फ्राकिलो हुनु, फोजुङ्गुम जमानत रकम धरौटी धितो, छरेम हादा सस्तो हुनु, अकुतनादा अनुकूल नहुनु, मेल नखानु, कुल्ता उमाल्नु, खास कुरिरा हो, कुल्था उमाल्नु है त। ल साथीहरु यति नै हो च्याप्टर 26 को मिनिङ। यहाँहरुले राम्ररी पढ्नु होला, यसलाई हेर्नु होला, कपीमा चाहिँ आफूले कपीमा टिप्नु, त्यसपछि पढ्नु। यदि तपाई काममा हुनुहुन्छ, केही काम गर्दै हुनुहुन्छ भने दोहोराई तेह्राई यसलाई राम्ररी सुन्नु होला। जति सुन्नुहुन्छ याद पक्कै हुनेछ। मैले नि पहिले सुरुमा म कोरिया जाँदा पनि मैले यसरी रेकर्ड गर्दै सुन्दै, कहीं जाँदा पनि रेकर्ड गर्ने, सुन्ने, रेकर्ड गर्ने, घोक्ने, घर घोक्ने, कहीं जाँदा रेकर्ड गर्दै सुन्ने,
हैन। त्यस्तो मेरो पनि मैले त्यसरी गर्थेँ, त्यो भएर चाहिँ मैले तपाईहरुलाई पनि यो रेकर्डेड युट्युबमा राखिदिएको हो है। तपाईहरुले चाहिँ राम्ररी पढ्नु होला। मेरो सपना छ तपाईहरु कोरिया जानु होला, तपाईहरु सबै कोरिया गएको देख्न पाइयोस् भन्दै यहाँहरुबाट बिदा हुने अनुमति चाहन्छु। हामीसँग नियमित रूपमा जोडिनु होला, च्यानललाई लाइक, कमेन्ट, शेयर, सब्स्क्राइब गर्नु होला भन्दै यहाँहरुबाट बिदा हुने अनुमति चाहन्छु। नमो खमसुमिदा, खामसामिदा।